के गर्नु त छोरी, पहिला यी सब कुरा थाहा भएन। सबै यो तेरो फुपूको कारण। दर्शकबिन भूपेन्द्रको पलान सक्सेसफुल भयो। दर्शकबिन भूपेन्द्रले भुन्टीमाथि गरे अत्याचार। दर्शकबिन अब भूपेन्द्रले बोलाए पनि भुन्टी नआउने भूपेन्द्रले उल्टै आफ्नो भाइलाई ठगेका छन्। दर्शकबिन भुन्टीले भूपेन्द्रसँग अब नआउने भनेर भनेका छन्। दर्शकबिन भूपेन्द्रले आइ भने पनि भुन्टी आउँछिन्, तर दर्शकबिन भूपेन्द्रले मना गर्दैछन्। दर्शकबिन त्यो केटीसँग मेरो केही सम्बन्ध छैन भनेर बताउँदैछन्। दर्शकबिन अब भूपेन्द्र केही सम्पत्ति नदिने पनि भन्दैछन् डिभोर्समा। दर्शकबिन भुन्टीले लिँदैन पनि। भुन्टीले भूपेन्द्रसँग एकदमै माया गर्छिन्। हो दर्शकबिन माया गर्छिन् भूपेन्द्रलाई उनी छोड्न चाहन्न। दर्शकबिन अब मजबुरीमा आएर उनले छोड्नु पर्छ। तर भने यता भूपेन्द्रका भाइ एकदमै सोचमा छन्। दाइले यस्तो गरिरहेछ भनेर धेरै सोचमा छन्। भूपेन्द्रका दाइ पनि धेरै सोचमा छन्। दर्शकबिन अब के होला त? के साँच्चै नै भूपेन्द्र र भुन्टीको डिभोर्स हुन्छ त? दर्शकबिन यसलाई मिलाउनु त सुकुमाया आइरहेकी छैनन्। दर्शकबिन के तपाईँ भूपेन्द्र र भुन्टीको डिभोर्स हो भन्ने लागेको छ? दर्शकबिन भूपेन्द्रको डिभोर्स नहुने जतिले कमेन्टमा भुन्टी लेख्न नभुल्नुहोला। दर्शकबिन भूपेन्द्र र भुन्टीको डिभोर्स भयो भने त भुन्टीको जीवन नै बिग्रिन्छ। दर्शकबिन अनि भुन्टीले भोगिरहेका यी चोटहरूलाई यो भूपेन्द्रले किन गर्दैछ? दर्शकबिन यो भूपेन्द्रले आफ्ना दाइहरू र आफ्नो परिवारलाई ठगेर भुन्टीबाट झन्झन टाढा हुँदै जाँदैछ। दर्शकबिन तपाईहरूलाई त्यो केटीलाई जेलमा हालेर दर्शकबिन भूपेन्द्र र भुन्टी फेरि मिल्छन्। दर्शकबिन सुकुमाया आउँछिन्। दर्शकबिन भुन्टीलाई बचाउन पक्कै पनि अब सुकुमायाको आगमन हुन्छ। यो भिडियो मन परेमा प्लिज कमेन्टमा भुन्टी लेख्न नभुल्नुहोला र साथै च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।